हाई गुड आफ्टरनुन। म भन्न चाहन्छु कि हाम्रो दार्चुला पार्टी जनताहरूलाई र दार्चुलाको हाम्रो दाजुभाइ दिदीबहिनी महानुभावहरूलाई र आज तपाईहरुले जसलाई छोड्नु भएको थियो, जसलाई तपाईहरुले भुल्नु भएको थियो जिन्दगीमा, र आज त्यो मान्छेले, त्यो मनुष्यले तपाईहरुको भविष्य बनाइदिन्छ र आज तपाईहरुले जिताएर पठाउनु भएको संसदको अनुहार पनि देखिएको छैन त्यो स्थितिमा, र तपाईहरुले कसलाई जिताएर पठाउनु भएको थियो र कसलाई महाशय बनाएर पठाउनु भएको थियो, र आज त्यो मान्छे आज यत्रो ठुलो पुलको निर्माण भइसकेको छ। पूर्वदेखि लिएर पश्चिमसम्ममा श्रमदानको निम्ति श्रमदान दाताहरू पुग्नु भएर काम गरिरहेको छ, गिटी कुटिरहेका छन्, लट्ठा तानिरहेका छन्, र पनि तपाईहरुको वडा अध्यक्ष र तपाईहरुको सांसद, तपाईहरुको जिल्ला सभापति आजसम्म उहाँ उपस्थित भएको छैन, र आजसम्मको जति पनि रिपोर्टिङमा जति रिपोर्ट छ, जति पनि मिडियामा आजसम्म उहाँहरूको चेहरा स्क्रिनमा प्रदर्शन भएको देखिएको छैन। र आजदेखि तपाईहरुले आफ्नो जनताहरूले आफ्नो नेतालाई कस्तो प्रकारको नेता चुन्ने हो भन्ने कुरा एक्जाम्पल तपाईहरुले यसलाई मूल्याङ्कन गर्नुहोस्। र फेरि पनि म भन्न चाहन्छु कि आज हेर्नुहोस्, हर्कसम्पा जति पनि तपाईहरुको गाउँमा 3 दिन लगाएर जति पनि महिला जेन्ट्स सबैजना मिलेर श्रमदाताहरू पूर्वदेखि लिएर तपाईहरुको पश्चिम अन्तिम महाकालीमा पुगेर काम गरिरहेका छन्, श्रमदान गरिरहेका छन्, र उहाँका गण्यमान्य श्रमदाता जो पनि हुनुहुन्छ, तपाईहरुले पनि आफ्नो वडा अध्यक्ष र तपाईहरुको जिल्ला सभापति, सिडिओ, तपाईहरुको सांसदलाई जसरी पनि त्यो जो कार्य चलिरहेको छ, श्रमदान कार्यक्रम चलिरहेको छ, सप्ताहमा 1 दिन श्रमदानमा आइदिन तपाईहरुले पनि अनुरोध गर्नुहोस्। र तपाईहरुको देश, तपाईहरुकै गाउँ, तपाईहरुको ठाउँ र तपाईहरुको सुविधाको निम्ति आज एउटा धरान क्षेत्र नम्बर 1 का संसदले तपाईहरुलाई हेल्प गरिरहेको हुनेछ। तर उहाँ संसद मात्र नभएर उहाँ एउटा श्रमपिता पनि हुनुहुन्छ र श्रमपिता पनि हुनुहुन्छ, र उहाँलाई तपाईहरुले आज तपाईहरुको एरियाबाट पनि श्रम संस्कृतिको कोही उम्मेदवार तपाईहरुले जिताएर पठाउनु भएको भए आज तपाईहरुको एउटा देहात मतलब यो अपूर्ति जग्गामा केही न केही सहजै बन्न सक्थ्यो होला। र म भन्न चाहन्छु कि श्रमदाताहरू माथि आज तपाईहरुलाई कति माया लाग्दै होला र कस्तो लाग्दै होला, र यसै गरी तपाईहरु पनि श्रमदाता र श्रमिक हुनुहोस् र बन्नुहोस्। हुनु त आज त्यहाँ बनाउन जानुपर्ने हर्कसम्पाको काम होइन, त्यसलाई देखभाल गर्नुपर्ने हो तपाईहरुको गाउँको संसद, वडाध्यक्ष, सभापति, सिडिओ लगायत प्राइम मिनिस्टर
मतलब तपाईँहरूको प्रधानमन्त्रीले हेर्नुपर्ने हो, किनकि हर डिस्ट्रिक्ट, हर जिल्ला, हर अञ्चल सिर्फ प्राइम मिनिस्टरको हुन्छ, होम मिनिस्टरको हुन्छ र संसद छोडेर लगायत बाँकी सबै सेन्ट्रलको मिनिस्टरहरूले यो तपाईँहरूको जग्गा दुर्गम क्षेत्रलाई उहाँहरूले सर्वे गरिरहनु पर्ने थियो, तर आजसम्म तपाईँहरूको ठाउँलाई कसैले पनि सर्वे गर्नुभएको छैन र आज श्रमदाता टिम वहाँ पुगेर काम गरिरहेको छन्। तर पनि तपाईँहरूको ठाउँमा कि आज प्राइम मिनिस्टर लगायत अन्य सेन्ट्रल कमिटी महाशय महामन्त्रीज्यूहरू आउनुभएको छैन र महामन्त्री महाशयज्यूहरूलाई पनि म भन्न चाहन्छु कि कृपया गरेर तपाईँहरूले पनि एक दिन, हप्तामा एक दिन या त महिनामा एक दिन, 2 दिन तपाईँहरूले पनि श्रमदान गरिदिनु अनुरोध गर्दछु, किनकि त्यो देश आज मात्र हर्कसम्माको होइन र त्यो देश तपाईँहरूको हो र त्यो देश तपाईँहरूकै हो, त्यो जनता पनि तपाईँहरूकै हो। अस्तिको जो मेरो भिडियोमा पनि मैले यही कुराहरू भनेको थिएँ र आज फेरि पनि यही कुरा भन्दैछु र आज तपाईँहरूले यो तपाईँहरूको देश हो, तपाईँहरूकै माटो हो। यो होइन कि त्यो पुलमा भोलि तपाईँहरू हिँड्नु पर्दैन, तपाईँहरूको परिजनहरू, आफन्तहरू, महानुभावहरू हिँड्नु पर्दैन भनेर तपाईँहरूले नसोच्नुहोस्। तपाईँहरू मन्त्री बनेर काठमाडौँ मात्रै हेर्ने होइन र तपाईँहरूले त्यो जग्गालाई पनि हेर्ने हो। र दोस्रो कुरा, र हाम्रा नयाँ जेनजी साथीभाइहरूलाई पनि म याद गर्दछु र यी जेनजीबाट नै सृष्टि भएको हाम्रा प्राइम मिनिस्टर र होम मिनिस्टरज्यूलाई पनि म भन्न चाहन्छु कि आज ताप्लेजुङ मुकुलुङमा भइरहेको केसलाई तपाईँहरूले तुरुन्त त्यसलाई निम्त्याउने हो र त्यसलाई फिर्ता लिने हो र त्यसमा केबल कार लगाउने तपाईँहरूले परियोजना भएको थियो एमएलएको टिमबाट र त्यसलाई खारिज गरिदिने हो। त्यो केबल कार बन्न सक्दैन, त्यहाँ नबनाउने हो र त्यहाँ गएर तपाईँहरूले सर्वे गरेर हेर्न सक्नुहुन्छ कति मान्छेको रोजगार चलिरहेको छ, कतिजनाको बच्चाहरूको पेट पालन भइरहेको छ। आज तपाईँहरूले केबल कार लगाउनु भयो भने त्यहाँ त्यो बच्चाहरूले के खान्छ, त्यहाँको मान्छेले के गर्छ, त्यहाँको मान्छे पनि तपाईँहरूको जनता नै हो, तपाईँहरूकै छोराछोरी हो, तपाईँहरूकै देशको जनता हो त्यो पनि, र त्यो पनि भोलि तपाईँहरूको सहयोगी बन्न जान्छ र म भन्न चाहन्छु र त्यो केबल कार लगाउने योजनालाई तपाईँहरूले तुरन्त छिट्टोभन्दा छिट्टो खारिज गरिदिएर बाटोको पक्का बाटो बनाइदिने हो, अलकत्रा बाटो बनाइदिने हो र महामन्दिर पाथिभरा मन्दिरको प्रोटेक्सन दिने हो तपाईँहरूले। र यो म भन्न चाहन्छु यही भिडियो तर्फबाट र तपाईँहरूलाई पनि एक दिन न एक दिन जान्नुहोस्, पाथिभरा घुम्नुहोस्, शक्ति माग्नुहोस्, आशीर्वाद माग्नुहोस् पाथिभरा मातासँग र यसै गरी तपाईँहरू देशमा देश चलाउनु अगाडि बढिरहनुहोस् र बढिरहने शक्ति पाउनुहुनेछ र तपाईँहरूले राम्रो काम गर्ने हो र राम्रो मान्छे बनिने हो। र यसै क्रममा भन्दैछु र जति पनि देशको भ्रष्टाचारीहरू नेता छ, सिडिओ वडा अध्यक्षदेखि लिएर सिडिओ सम्म, सभापति सम्म सबैलाई तपाईँहरूले खारिज गर्ने हो, पद
पद निलम्बन गरिदिने हो र जति पनि राम्रो काम गरेर आएको छ उनीहरूलाई तपाईँहरूले राम्रो गर्ने हो र जति पनि तपाईँले भेट्नुहुन्छ भ्रष्टाचारीहरू तिनीहरूको पदलाई खारिज गरेर सडकमा उतारिदिनु म अनुरोध गर्दछु। र लास्टौँ नम्बरमा भन्दछु र महामन्त्रीज्यू महाशयहरू जति पनि जिल्लाका संसदज्यूहरूलाई मुख्य कुरो संसदज्यूहरूलाई तपाईँहरूको जिल्लाबाट एउटा म र विशेष म जिल्लाका सांसदहरूप्रति म भन्न चाहन्छु कि तपाईँहरूको एउटा मालपोत कार्यालयदेखि लिएर कति टाढो र कति दुर्गम क्षेत्रमा तपाईँहरूको जनता छ र उहाँहरू आफ्नो जग्गा जमिनदेखि लिएर प्रपर्टीदेखि लिएर सबै जब डकुमेन्ट्सहरू बनाउनु आउँदाखेरि उहाँहरूलाई 3 दिन 4 दिन लाग्छ भने तपाईँहरूले एउटा सिबी सेन्टर हेरेर तपाईँहरूले ब्रान्च महकुमा खोलिदिन सक्नुहुन्छ र त्यस उनीहरू 3 दिन 4 दिनसम्म हिँडेर आइरहनु पर्ने छैन र यसै गरी तपाईँहरूले जनताको सुविधा तपाईँहरूले हेर्नुपर्नेछ र म यही कुरा भन्दैछु र हमेसा म हर भिडियोमा यही जानकारी दिँदै चाहन्छु र आजलाई म यति भन्दैमा मेरो यो वाचक वक्तव्यलाई यही समाप्त गर्न चाहन्छु। नमस्ते।